नमस्ते। धेरैजना अभिभावकहरू बच्चालाई रुगा लायो, खोकी लायो, घरेलु उपचार के दिने, घरेलु उपचारको चाहिँ साइड इफेक्टहरू हुन्थेन भनेर एकदमै पछि लागिराख्नु भएको हुन्छ। साधारण भाइरल इन्फेक्सनहरू 3-4 दिनमा आफै पनि सन्चो हुन्छ। त्यसैले तपाईँले घरमा पनि साधारण सलाइन ड्रपहरू बाहेक केही पनि राख्नुपर्ने हुँदैन। त्यस्तोमा तपाईँले तुलसी पानी बनाएर, बेसार पानी बनाएर मह खुवाइरहनु पनि आवश्यक छैन। तर यदि तपाईँको बच्चाको इन्फेक्सन अलि जटिल टाइपको छ, छातीमा सङ्क्रमण भएको छ, निमोनियाहरू भएको छ, मुटुको समस्या छ, बालदम एलर्जीहरू छ भने यसरी बेसार पानी खुवाएर अथवा मह खुवाएर सन्चो हुनेवाला छैन। त्यसलाई जसरी पनि तपाईँले जचाउनु पर्ने, औषधिहरू ल्याउनु पर्ने, कहिलेकाहीँ एन्टिबायोटिकहरू लिएर आउनुपर्ने, बालदमहरू छ भने स्टेरोइडहरू चलाउनु पर्ने हुनसक्छ। त्यसैले यदि तपाईँको बच्चा टाठो छ, राम्रै खाइरहेको, खेलिरहेको छ, धेरै समस्या छैन, राम्रै सुतेको छ भने घरेलु उपचारको नाममा अरू खासै केही गरिराख्नु पनि पर्दैन। तर यदि तपाईँको बच्चालाई अरू जटिलताको लक्षणहरू छ भने घरेलु उपचारले त्यो सन्चो हुनेवाला छैन। एकपटक तुरुन्त जचाउनु होला।